बाबनले राजेर फेला पारेछ नि पारिहालिन्छ नि खोट्न आएपछि किन पारिन र मैले मारे पारिन सबैले पार्छन् खोटाउने अनि हो दसैँ तिहार यहाँ यी दुध दिउ हो यी दुध दिउ र यो बासी चिउ भन्छ हामीले ए दुध दिउ हो यत्रका दुध दिउ बेरा छु यी सल्लु छ यत्रका सल्लु छ यी सल्लु र ठुला यी ए बनेपछि यो पटकको दसैँ र तिहारमा चाहिँ मासु ल्याउनु पर्दैन यही सुगाएर हुन्छ तेरो भाले भयो यही सुगाएर मलाई शङ्का लाग्यो तिमीले यही सुगाएर खान्छौ होला जस्तो लाग्यो के सुगा खानु यो दुई दिन छाकमा सकिन्छ हेर तिमी आएको 1 घण्टा नि बाहेन आधा डोको भेटिसक्यौ अझ तिमीले अझै 2-3 घण्टा खोज्छौ त्यो हिसाबले तिमीले त 1 डोको भोरी बनाउँछौ अनि बोइलरको तो कट्टा नि लिएर आछौ दुईटा कहाँको तो कट्टा नि भरौली त्यो हिसाबले त तिमीले त दसैँ तिहार मङ्सिर पुससम्म मासु पर्दैन यो साउनको 15-16 मा च्याउ उम्साएर राख्ने मङ्सिरको 15-16 मा राख्ने भनेपछि तिमीले देउस पर्न मङ्सिरको 15-16 सम्म चाहिँ मलाई शङ्का लाग्यो अनि यति धेरै च्याउ अनि अट ती धेरैसम्म पर्दैन टाढो अनि अट किन ए यत्रोको 2 छाकमा कसरी सकिन्छ यो त भैँसीले दाना खाएको हो र च्याउ भनेको अलिकति 4 र 5 टा चोक्टा भयो खाने त्यस्तो होइन नि खाएपछि त 1-2 पिस मात्र खाने नि धेरै खाने होइन के कि हेर टोटो अब तिमीले त पुरै भराउन लागिसकेको छौ म गएँ म नि खोज्न जाने हो मैले नि राम्रो चिउ फेला पार्ने हो खोज्न खङ भयो जस्तो